कति मिठो मिठो खानेकुरा यार खाने पाए त होइन कति मिठो बाँच्न रे मासु पऱ्यो भन्ने आज मासु पऱ्यो मम्मी मासु पकाउनु भएको मासु मासु पकाउनु भएको आज होइन मासु मम्मी मासु पकाउनु भएको के पकाउनु भएको अनि कहाँ मैले मासु पकाएको ढाल खोल्नु सबैलाई सुगाउनु पर्ने हाम्रो खाएर भयो हामीले पो खान्छ त मासु सुगाउनु पर्ने भयो मैले पनि कुरा कस्तो यो त बाख्रा अब सबै खाएको छ हामी पनि खाएर भयो नि मम्मी होइन बाख्रा गएपछि अब पुकार भयो मासु पकाएको छ अब नि त अब भन्नु पर्यो माथि ए गाउँले हो आज मेरो घरमा मासु बनाउँछ मासु 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 खायो कति गरे फोन फेरि दाँत पनि क्या दुखाइ यार मासु खाएर हेलो खबर त के हो नि यार भर्खर मासु खाएको नानीले यस्तै हो भर्खर मासु खाएको दाँतमा अड्केर के गर्नु निकाल्नु नसक्यो भने कस्तो नभएर यार यस्तो खसीमा छाकेर जान्छ माछा घुम्नलाई अनि के हुने यस्तो जङ्गलको जडीबुटी खाएको खसी परेछ है मासु पनि मिठा त एकदम मिठा फेरि दाँतमा अड्केर निकाल्नु सकेको छैन खै कस्तो ठिस रहेछ यो आफूले खाने कुरा खाएको भन्दा पनि रिसाउँछ यार यो कस्तो भोला यसरी केही खै खानेकुरा छैन भन्नु के भने मैले भनेको छ बगर ल्याउँदै होला ए ठिकै छ नि त कस्तो भोक लागिसक्यो अब चाँडै फोन गरेर फोन गरेको छु 2-3 मिनटमा आइपुग्छ आइहाल्यो नि ऊ नाम लिया सेतन हाल्यो खै त अनि सेतन ल ल्याएर बगाउँदा ल म यहाँ गेम खेल्दैछु ल्याउ पनि मै पकाउ पनि मै सक्दिनँ मासु पकाउन अस्तामा पकाउँछु नि ल पकाउनु चाहिँ पका अलि भिङ गरेर पकाउने फेरि मासु अनि मासु त भन्नै पर्दैन नि यस्तै मिठो बनाउँछु नि म कराईमा एक टुक्रा मासु बाँको निकाल्नु तिमीलाई ल अलि मिठो पका ल तिमीहरू खेल्दै गर है म चाहिँ मासु पकाउनु गएँ है ल मिठो पका ल सुरु गरौँ ल जाऊ पिटौँ
मासु पकाउनु गएको 1 घन्टा भइसक्यो भइसक्यो खाना बनाउँदैन त के भयो मलाई क्या मासु पकाउनु नआउँदै हो यता त्यसमा त पाक्नु पर्ने के गरेर बस्यो सर मलाई पनि भइसक्यो जाउँदै माथि एकचोटि हेर्न जाँदा जाँदा खोइ मासु नि पकाइसकेर के गर्नु भोक लागिसक्यो मासु पकाउनु गएको मासु बनाएर कति बेर लाग्यो ए पुरा मासु पाक्यो मासु पाक्यो मासु मिठो बनाएर खानु पर्यो है मासु खाएको यस्तो भोगले पकाउँदैन कहिले हुन्छ र यति पिस खाएर के हुन्छ र यत्रो मासु आउँछ नि खोइ हेरौँ खै मासु हेरौँ खै त मासु मलाई हन्तकारी कस्तो भोक लाग्यो हौ खाजा खाऊँ न के खाजा खाने भने म त्यही हेर्दैछु कहाँ खाने होला यार भोक लागेको मलाई पनि है के खानु पर्ला है डर लाग्यो नि खतरा भोग लाग्यो भाइ मस्त भोक लाग्यो यार के खाऊँ न यार यसो बना त कोही कोही पनि देखेन के गरेर खाँदा यसो खाइदिनु यार भोक लागेर कोही त कहाँ गर्छ ओ भाइ नर्मल वाटर के अर्डर हुन्छ नर्मल वाटर ल्याइदेऊ न है त के अर्डर गर्नु मलाई चाहिँ दही चुरा गरिदिनु एउटा चाउमिन गरिदिनु अनि आलु एउटा गरिदिनु है त मलाई एउटा बक्स सुपर गरिदिनु अनि बफ मोमो चिकन चाउमिन गरिदिनु अनि एउटा सस गरिदिनु कहाँ गइदिनु यहाँ मलाई के चाहियो भने भन्नुहोस् है अलिकति दया माया भन्ने कि छैन ननभेज अरे बिचराहरू यिनीहरूको पनि जिन्दगी हुन्छ यिनीहरूको पनि लाइफ हुन्छ खाजा भने भेज हुनुपर्छ कति हेल्दी हुन्छ न कोलेस्ट्रोल हुन्छ त्यहाँ चिल्लो पिरो हेर चिल्लो हेर त्यस्तो छ खालि च्वाचे च्वाचे भन्छ च्वाचे खाँदा खाँदा मान्छे च्वाचे जस्तो भएपछि भुँडी भुँडी त्यहाँ अनि उनीहरूको फ्यामिलीको बारेमा टेन्सन नगर्कै भाइ बुझिस् योभन्दा 2 मिनट अगाडि बाबा मलाई खाइसक्यो अब यिनीहरूको बच्चालाई खाँदैछु अब यिनीहरू राति मेरो पेटा भेट भएर टोइलेटमा पिकनिक गएर हम साथ हे भन्दै रमाइलो गर्छ बुझिस् कुरा गर्छ दया माया कुरा गर्छस् जसले पानी पनि किन खाएको पानी पनि माछाको घर हो घर बिगार्ने हो यसो घर खाने हो कुरा गर्छ नन भेज कुरा गर्छ तेरो भेज खाना के हुन्छ भन्दै मलाई तेरो भेज खाना त नि म यो 10वटा गनेर भाइदिन्छु क्या 10वटा पनि पर्दैन है 5वटा गनेर भाइदिन्छु के हुन्छ च्याउ पनिर आलु अझै 2टा मात्र बाँकी नै छ क्या खास तँलाई नन भेज के आइटम हुन्छ चिकन करी चिकन मसला चिकन कोरमा अनि पप चिल्ली चिकन चिल्ली भुटन सेकुवा ओहो च्वाचेको सेकुवा त झन् यी हेर्ने च्याप्प गरेर यी कसरी खानुपर्छ पुरा भेज आइटम खाएर फुटी गर्छ त यहाँ के अरे भेज भने भेज हो हेर भाइ कम हेल्दी हुन्छ सबै कुरा हेल्दी हुन्छ पच्छ पनि चाँडै ग्यास पनि चाँडै हुन्छ डाइरिया हुँदैन सबैको चाहिँ हेल्दी हो
ननभेज लभरले खालि सुँगुर खाएको छ बसिया छ काम छैन हेट। ल था भेज खाना अब खाने बेलामा नि कचरा 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 राजा चुप नखाइकन अब खाने भेज खाना नि म भोक छैन त्यो साग त पकाउनु भयो होला नि साग होइन मासु बनाएको छ आऊ मासु त्यसको दिन त खाऊ मासु भात त्यसको दिन त खानु भइरहेछ मलाई त आज साग पकायो भने खाँदैन मासु भयो भने खाना खान्छ ल मासु भात ल मासु नभए खाना खाँदैन म अर्को एक्कासी पनि पकाउनु ल यति भातले पुगेन नि मलाई भोक लागेर साला पर्ने भात खाने मासु भात छ नपुगे ढेँडो पनि बनाउँछु ल हो र भात खाने मासु खाने हो म ढेँडो नखाने हो भात हाल्नु त भात भोक लागेर आज भात खानु ल राखौ हाल्नु हाल्नु मासु त खाने हो ल अरू पनि बनाएर राख यो सबै खाऊ हस् हस् अनि म यहाँ मासु हाल्नु ल ल मासु मासु भात खाने हो ल यहाँ हाल्नु सिट हाल्नु आज त खाने मासु भात माल छैन माल अनि तो एक किसी खाइ नि बाटो माल त त्यहाँ राखौँ दामी छ यार माल त पार्टी कहाँको माल थाहा छ यो त पुरै छ नि गागलको टुप्पोमा फलेर आलापुरको ढलानमा सुकाएर अनि आलापुरको चोकमा बसेर यहाँ हामी मस्ती देखाउँदैछ नि त दिन त राम्रै भएको यो पार्टी तर कस्तो अल्छी लाग्यो यार यसो खै केही इन्टरटेनमेन्ट त गर्नु पऱ्यो नि पकाउन पार्टी यो खाइसकेपछि त्यसै इन्टरटेनमेन्ट भइहाल्छ नि यो पार्टी बनाउ न राम्रोसँग यो छँदैछ नि तिम्रो लागि मैले घरको इन्टरटेनमेन्ट पनि व्यवस्था गरेको छु पक्क माल बनाऊ पहिला दामी बनाऊ है पहिला ल पार्टी ए बाबु उठ्के ए यहाँ आइज हजुर सुन्नुहोस् यहाँ कहाँ राख भाइ दाइ म यहाँ तल के भन्छ पसलमा किन गएर आइस सानो काम थियो यहीँ यहीँ चल सुन्नुहोस् छिटो ए दाइ के नगर्नु दाइ ए दाइ त्यस्तो नगर्नु दाइ ए फेरि ल फेरि फेरि चलिस फेरि चलिस म के भन् हात हात हाटक दाइको छिटो हटक हो भाग्यवान भाइस दाइको त कहाँ गएर आएको रे त गीत गाउँछ छैन भने गीत गाएर सुना एउटा गीत गाउन सुन्नुहोस् तैँले गाउँछस् गीत रे कपडा फालिदिउँ झिम तानो कपरेली उसुकै हुन्छ है मिलाएर गा मलाई यति नै हो सकाला फेरि भन्यो भने सकाल सुन्नुहोस् सुन्नुहोस्
समा नखाने के समा भनेपछि कट्टा कुरा फेरि यसले यो सिंहले के गर्छ थाहा छ सिंहले टोक्छ दाइ रोक्नेवाला होइन यो दिनेवाला हो भाइ अहिले के गर्छ त यसले चाहिँ छुँदैन यसले चाहिँ साप बसाउँछ यस्तो महँगो चिज खसाल्ने त खसाल्ने महँगो चिज खसाल्ने के भाउ रह्यो मासु द सिक्रेट अफ माई एनर्जी मासु पावर 24 आवर